हेलो एभ्रिवान, इट्स मी एसटी ब्लगर। अहिले चाहिँ हामी यो इगर ब्रिजदेखि हिँड्न लाग्छौँ है। अनि यो इगर ब्रिजदेखि हामी हिँड्यौँ चाहिँ हाम्रो मिड वेस्टर्न युनिभर्सिटी अनि र हाम्रो यतापट्टि छ। हामी जान लागेको चाहिँ अहिले खोरिया सुर्खेत हो। सो लेट्स गो गाइज। अनि चाहिँ भिड क्राउड छ है धेरै, केही छैन, मजाले जाने हामी चाहिँ। अब टक्क लगाएर जाने हो यहाँदेखि हामीहरू अब। अनि टी पोइन्ट हुँदै माथितिर, अनि त्यहाँदेखि सिधै हामी नेवारी स्कुल हुँदै हामी माथितिर जान्छौँ। खोरिया पुल हेरेर आउने हो। यो चाहिँ हाम्रो दलियो चोक रोड है। सो हामी चाहिँ माथितिर लाग्यो, रोड बनिरहेछ। अब बिस्तारै पिच हुन्छ रोड पनि। त्यसपछि अनि बल्ल धुलो कमाउँछ होला सायद। यो चाहिँ टी पोइन्ट भयो होइन। सो हामी टी पोइन्टदेखि माथितिर छौँ अहिले चाहिँ। Everything is going much better. अझै यस्तै माया गरिरहनु होला। रोड बनिरहेको छ हो। रोड बनिन जानु भन्दा त्यो धुलो धुवा त हुन्छ नि। कस्तो लिएर जाउँ। खोरिया अहिले जान लागेको चाहिँ हामी यो खोरिया पुल हो। खोरिया पुल चाहिँ हाम्रो यो गरबुटा नजिकै पर्छ, गरबुटाको तल्लो साइडतिर। गरबुटाको मेन वे के भन्छ, मेन पोइन्ट के जाने पोइन्ट मेन त्यही हो। अनि खोरिया पुलदेखि त्यो अस्ति नै त्यो बोटियाङ नेपालले हालिरहेको थियो। हामी अब गएर हेर्छौँ है कस्तो कति छ। अहिले चाहिँ हामी अब कालिम्पोङ पुग्न आँट्यौँ। हाम्रो सुर्खेतको एयरपोर्ट है केटा हो। हामी चाहिँ अहिले यो एयरपोर्टदेखि चाहिँ माथितिर जान लाग्छौँ है। धेरै साथी भन्ने, यताउता आफन्त भन्ने धेरै नगरौँ है। अनि आफ्नो काम आफै गर्ने हो, अघि बढ्ने हो आफूले। आफ्नो रेस्पोन्सिबिलिटी भयो, आफ्नो घरको काम आफैले हो निभाउने चाहिँ। अनि साथी भन्ने हो, आफन्तहरू भन्ने हो, पछि हिँडियो डुल्यो पछि आफैलाई हो गाह्रो हुने। सो आफू चाहिँ एउटा रेस्पोन्सिबल नागरिक भएर आफू अगाडि बढ्ने हो, बल्ल राम्रो हुन्छ है। चाहिँ मेरो सजेसन हो सबैलाई। धेरै बोल्यो क्या है, अब सिधा लगेर नै केटा हो। यतिको घर यतिको घर हालिन्छ। अब यता राइटपट्टि अब यता जाने अब। सो हामी त खास भन्नुपर्ने त्यति आउनु पर्दो रहेछ यार। त्यति ध्यान गरेन। ल फाइनली हाम्रो यो चाहिँ पीरटानाको गेट, आर्मी ब्यारेक चाहिँ यता छ हाम्रो यतापट्टि। र हाम्रो जाने डेस्टिनेसन चाहिँ हाम्रो यता राइटपट्टि हो।
फाइनली पुग्ने केही पुग्ने ल गाइज हाम्रो फाइनली आजभोलिको यत्रो चलेको भाइरल भएको ब्रिजमा आइयो भाइरल ब्रिज खोरिया भाइरल पुल है चाहिँ हाम्रो खोरियाको भाइरल पुल हाम्रो बाइक राइडर ब्रो लास्टमा यो पुल भाइरल भइदिएर आयो क्या अब के भन्ने यस्तै छ नेपालमा सो यो चाहिँ यता जरपुट जाने बाटो होइन जरपुट जाने बाटो लगेर यताबाट खुल्ला खै के फाइनली फुल सुल हेऱ्यो अब आजलाई यति नै होप यु गाइज यु विल इन्जोय द भिडियो अगाडि अमन भाइ छ र पछाडि म छु सो हामी घर जान लाग्यो आजलाई यति नै गाइज टेक केयर